ओ नो अहिले छाले गयो। आज चाहिँ म प्रिपरेसन गर्दैछु। हाम्रो चाहिँ ग्रुप राइड छ आज यहाँको। सो दिस इज माई फर्स्ट ग्रुप राइड अनि कस्तो हुन्छ के हुन्छ त्यो पनि थाहा छैन। अनि दिस इज माई फर्स्ट भ्लगर छ। अनि म चाहिँ अब जाँदैछु प्रिपरेसन त्यसपछि सबैजना ग्रुपमा हामी अब जान्छौँ। अझै हामी जानुपर्छ। मेरो बाइक गएको ग्रुप पनि भइसक्यो। अब चाहिँ निस्किनु गएछ ढिलो भइसक्यो। म चाहिँ प्रिपरेसन आइपुगेँ अनि हामी सबैजना जानको लागि। सो यसरी यो त छिर्नलाई त्यो पुरा घुम्नु पर्ने हो नि घुम्नु पर्ने त होइन अहिले छिर्ने हामी आज कुन रुट जान्छौँ के गर्छौँ कहाँ कसरी जान्छौँ त्यसको लागि चाहिँ यहाँ। सो हेलो एभ्रिवान, अहिले चाहिँ हामीले यहाँ पेट्रोल हाल्यौँ सबैजनाले। मेरो चाहिँ ट्याङ्की फुल भएको छ। अब यहाँबाट अब हामी लाग्छौँ। अहिले चाहिँ हामी टोखाभन्दा माथि आइपुग्यौँ। अनि अलिकति दाइहरू चाहिँ तलै छुट्नुभएछ जाममा। अहिले यहाँ बसेर एकछिन रेस्ट गर्छौँ होला। दाइहरूलाई गयो चाहिँ अन्त जान्छौँ माथि। अलिकति अगाडि जानु कि जस्तो कि लाग्यो। यति धेरै पछाडि बसेर त गाडी चाहिँ हेरेको अहिले चाहिँ हामी खै शिवपुरीको तलपट्टि आइसक्यौँ। यहाँ चाहिँ सबजना बसिरहनु भएको छ। अब एकछिन यहाँ सबैजना भेला भएर को छुट्नु आए पछाडि हेरेर फेरि हामी अगाडि बढ्छौँ। सबभन्दा लास्टतिर त मै पो रहेछु गाइस। ल अब चाहिँ जाम है त, जाने बेला पनि भयो। गाडीहरू बस्दै बस्दैन म बेलामा अगाडि बस्छु अनि जहिले पछाडि हुन्छु। खै कसरी हुन्छु गाडी साह्रो छैन। किन नभन्नुभयो त्यो पनि बुझिनँ है। म सँगै आइसकेको छु। किन नभन्नुभयो त्यो पनि बुझिनँ क्या। अब देखिन्छ त यसरी उठेर चलाउन चाहिँ मैले यसो ट्राई गरेँ होइन। लड्छ कि ट्राई गर्न मन लाग्छ। वाउ गाइस राम्रो हुन्छ क्या। गइदिउँ नबसौँ। जति बस्यो त्यति ढिलो हुन्छ। भोक लागिसक्यो मलाई चाहिँ। बिहान के पनि खाइआएको भने एक्सप्रेस खाइदिएको थिएँ म बिहान। अहिले चाहिँ एकदम सोचेको भन्दा राम्रो हो खाएको। मैले चाहिँ त्यो कुदाउनु सक्छु जस्तो लाग्थेन। कुदिरहेको हो तर त्यस्तो अलिक कन्फिडेन्स चाहिँ नआउँदो रहेछ क्या ग्रुपमा चाहिँ। अब अलिक के भन्नुभयो के जज गर्दैन जस्तो फिलिङ हो। तर सबै दाइहरू चाहिँ राम्रो हुन्छ। यस्तो ओह्रालो आइसक्यो फेरि मलाई छ्याउ लाग्छ कि एकचोटिमा यस्तो नराम्रो पछाडि पनि यस्तो ओह्रालोमा देख्नु त अलिक डरै लाग्छ। आइसक्नु भुट्यो त्यस्तो नराम्रो पछाडि बाइकको दसैँको टाइममा चाहिँ हात त पुरै छिया भयो। यस्तै दिन गरेर सिकेको यार मैले बाइक चाहिँ। र फाइनली सिकिसकेपछि चाहिँ वर्कै हुँदो रहेछ। कोही फिल्मेल हेरिरहनु भएको छ भने त्यसै पनि हेरिरहनु भएको छ भने सिक्दा हुन्छ। बाइक सिक्यो भने लाइफमा चाहिँ अरू कुराको टेन्सन लिने टाइम हुँदैन कि बाइकको मात्रै टेन्सन हुन्छ। यति खर्च हुन्छ मेकअप किन्ने पैसा पनि त्यति नै लाग्दैन। त्यही आजकल त मेकअप गर्न छोडिसक्यो। अन्त बाइकमा चलाउँदा यसो रहर लाग्छ मेकअपको। अहिले चाहिँ रहर पनि लाग्दैन। मेकअप त देखिँदैन हाल्नु भित्रबाट। लाइन नलाइन चाहिँ अब स्कुलमा चाहिँ अब सबैभन्दा लास्टमा मात्रै हुन्छ। मैले फेरि फुटेको है। जति अब अगाडि अब ब्लाइन्ड स्पोट छ मलाई जानु पनि मन लाग्दैन। यस्तो म ओभरटेक गर्न पनि मन लाग्दैन। दाइहरू पनि अगाडि कुहिन्छ पर्टी दिँदैन। छोरा पछाडि दाइहरू चाहिँ हुन्छ। यस्तो ब्लाइन्ड स्पोटमा चाहिँ पटाउनु पनि हुँदैन भन्छ होइन। दाइहरूको फेरि अब एक्सपिरियन्सहरू भयो नि त। अब फेरि
चाहिँ पठाउन डर लाग्छ कि त्यसरी कसरी हिँड्नुहुन्छ। कसरी गर्दाखेरि मलाई यस्तो बडी दुःख लागेको देखेर अहिले आफू ओभरटेक गरिन्छ। म चाहिँ आफू ओभरटेक गर्नु सक्दिनँ, गाडी हट्दैन यहाँ स्कुलतिर पनि हुन्छ पढाउनु मन लाग्दैन क्या। अब कसरी रोकिने ठाउँ आएछु। गाडी सबैजना रोकिनुभयो। ल उता घुमाउनु पनि सक्दिनँ, ठिकै भयो यताउति। अब एकछिन हामी यहाँ खाना खाएर त्यसपछि फेरि निस्किन्छ। हो र ब्रेकफास्ट हामीले अब खाजा खाएर अब निस्किन लाग्यो। दाइहरू पछाडि हुनुहुन्छ, रेडी हुँदै हुनुहुन्छ, हेलमेट लाउँदै हुनुहुन्छ। म चाहिँ अलिकति अगाडि बसेछु। अब निस्किनुपर्छ। पानी खायो गाइस। अब चाहिँ झन् पुरै अफरोड छ अरे यताबाट। पानी पनि खाएन, त्यो धुलै धुलोमा गर्ने धुलो। लास्टमा मै भयो गाइस। यस्तो अफरोड म जिन्दगी आएको थिइनँ। आए पनि दाइसँग आउँथेँ। यो चाहिँ दादीहरू दादा यस्तो अफरोडमा नि। ओह माई गॉड भर्खर कस्तो आवाज आयो गाइस। मलाई डर लाग्यो गाइस। दाइको त्यसरी याद आयो मलाई। पछाडि बसेर प्यासेन्जर प्रिन्सेस हुन मजा आउँदो रहेछ गाइस। अगाडि बसेर चलाउन त टाउकै दुख्ने रहेछ। मजा नै आइरह। तर मेन मलाई चिन्ता लाग्ने भनेको बाइक चाहिँ नबिग्रिनु मात्र हो क्या। नत्र अरूको बाइक हुँदैन। म त यो बाटो आँखा चिन्ने चलाइदिन्छु नि। ओ पानी पो पर्ला कि त पानी पऱ्यो भने त तनाव हुन्छ यो बाटो त। कसरी फर्किने। ओहो पानी पऱ्यो गाइस। ल अब सक्यो गाइस। अब चाहिँ हामी सक्यौँ। पानी पऱ्यो। ओहो पानी पऱ्यो गाइस। पानी पऱ्यो भने चाहिँ महा टेन्सन हुन्छ यार। कसरी कुटुम मलाई पछाडि एकजना दिदी हुन्थ्यो। धेरै पछाडि हुन्थ्यो। उहाँ पनि अगाडि धेरै टाढा भयो। अगाडि पुगेँ न पछाडि छु बिचतिर भयो क्या। त्यही पनि छैन फेरि वरिपरि। ओहो गाइस पानी पो पऱ्यो। चना भयो। मेरो बाइक चाहिँ नबिग्रियो डर भन्दा नि। यस्तो खर्च हुन्छ नि फेरि। हुन त खासै खर्च भएको जस्तो लाग्दैन राइडरहरूलाई। तर मलाई चाहिँ कस्तो बाइकको पार्ट्सहरू पनि पैसा हाल्नु पऱ्यो कि मलाई चाहिँ लाग्छ त्यही टाउको दिएर आउँछ। त्यो पानी पऱ्यो गाई। पानी पऱ्यो। अब रेनको झुल लगाउनुपर्छ। खै गाईहरू रोक्नु भयो होला भनेको त रोक्नु नै भएन रहेछ। ओहो अहिले म त पछाडि साथी हालेर आउने विचारमा थिएँ कि कहाँ सकिने। यस्तो अफरोडमा पछाडि हालिएर आएको हो त। ओहो कोही एक्सपर्ट चलाउने दिदी पनि हुनुहुन्छ भने प्लिज यसमा कमेन्ट गर्नु होला। म अनि नेक्स्ट राइडसँगै जानुपर्छ। काम भनेको जिन्दगीमा आइरहने रहेछ क्या। यो भनेको बेला मौका पाउने बेलामा यसो कसैलाई नै मेमोरी हुन्छ नि त। ओ माई गॉड गाइस। अहिलेको अफरोड चाहिँ डेन्जरै थियो है। अहिलेको केटीहरू चाहिँ यो अफरोड पनि केही पनि लागिरहेन क्या। ओहो स्कुलमा कुदाउनु हुँदैन अफरोडमा चाहिँ। कुदायो भने चाहिँ पनि लडिने हो।
कताबाट भाग्यमा यस्तो अफरोड लेखाएको छ त तर त्यस्तो मन नपरे नि होइन मलाई मजा चाहिँ आइरह तर जस्ट टेन्सन भनेको मेरो बाइक बिग्रियो भने के गर्ने भन्ने मात्र हो दाइहरूबाटै भेट भयो यार फाइनल्ली बाइक दाइहरू भेट भयो ओहो बाटो त रेनको लाउनु पऱ्यो यतै रोकौँ पानी पऱ्यो गाइज अब यहाँ रेनको लाउनुपर्छ तनाव भयो फर्किँदाखेरि चाहिँ बाटो गाह्रो हुन्छ ल सो अहिले चाहिँ सबैजना रेनकोट लाउँदै हुनुहुन्छ अझै डेस्टिनेसन पुगेन अझै 5-10 मिनट लाग्छ होला सबैजना बसिरहनु भएको छ पानी परेर बाटो पनि हिलो भयो त्यो ढुङ्गामा यस्तो नलड्नु पर्ने लड्यो क्या फेरि बाटो यस्तो भएर सयाजीजना दाइहरू हुनुहुन्छ उहाँले चाहिँ म लडेको एकदम दामी तरिकाले देख्नुभयो बाइकहरू चाहिँ यसरी छ बाटो पुरै हिलो भयो डोजर त्यही हो अब एकैचोटि माथि गएपछि बनाउँछु अब धेरै बाटो बाँकी छैन अब खाना खाने कुरा छ अब खाना खान्छ होला त्यसपछि माथि लागिन्छ सो बाँकी भ्लग एकैचोटि माथि पुगेपछि बनाउँछु किनभने चार्ज छैन अब धेरै फर्किँदा पनि चार्ज चाहिन्छ नि त त्यही हो ल सो अब चाहिँ हामी लाग्छौँ तपाईँको नि कुच्चिएछ नि दाइ ऊ कुच्चिएछ ए ल जा म मात्र लडेको होइन है फेरि दाइले त मलाई वाइल्ड गराउनुहुन्छ म चाहिँ लडेँ म मात्र पनि लडेँ होइन सबैजना लड्यो नि फेरि मलाई मात्र कराउँछ है घरमा त चलाउनु नै किन गएको भन्नुहुन्छ अब छोरीले यस्तो चलाउनु भइसक्यो मेरो दाइ चाहिँ ओभर प्रोटेक्टिभ छ कि त्यही भएर नि आङ हुन्छ कहिले कहिले त कतै गयो भने भन्न नि मन लाग्दैन नि गएर आएपछि मात्र भन्छु ओह्रालोमा चाहिँ लास्टै डर लाग्छ उकालोमा चाहिँ बरु सकिन्छ होइन अफरोड ओह्रालोमा त ओहो आउँछ मलाई क्लच समात्नु हुन्छ कि हुँदैन हौ ओह्रालोमा त्यो पनि थाहा छैन सोध्नु पर्ने अहिले त उकालोमा क्लच नसमात्दै चल्नु भन्नुभएको थियो त्यो दाइ पछाडि रहनु भएको भयो नि अगाडि जानुभएछ पछाडिको दाइले सोध्नुहुन्छ कि तर रोक्नु नि मन छैन कि तर म क्लचमा नसमाति लेग गार्ड हान्ने हामी लेग गार्ड भन्दा लेग ब्रेक हान्ने अनि ओहो यसरी गर्नुहुन्न गाइस देख्नुभयो नि यसरी चाहिँ गर्नु हुँदैन छुम्लिङ्गै गरेँ त मैले त अहिले गहिरो रहेछ क्या मलाई चाहिँ अहिले गहिरो छैन सोचेँ क्या गहिरो रहेछ बच गए ए भाई बच गए ए भाई बच गए प्लिज कोही एकदम खतरा राइडरहरू हेर्नु रहेछ भने मलाई जज नगरिदिनु होला दिस इज माई फर्स्ट भ्लग अनि फर्स्ट स्टोरी अफरोडमा आफैले होल चलाएको चाहिँ म फर्स्ट टाइम नै हो कि त्यही भएर ओहो चिप्लियो गाई चिप्लियो यसरी भ्लग गर्दै हिँड्यो भने चाहिँ एक्लै हिँडेको जस्तो फिलै नहुँदो रहेछ त्यो साथीसँग बसिरहेको छु जस्तो साथीसँगै चलाइरहेको छु जस्तो फिल हुँदो रहेछ
यहाँ हो नि त गाह्रो यस्तो यस्तो बाटो हो क्या गाह्रो यस्तो चिप्लो बाटोमा अफ रोड ढुङ्गा बरु चिप्लो हुँदो रहेछ क्या माटो बरु ठिक रहेछ जस्तो लाग्यो अहिले आएर म चाहिँ फेरि ढुङ्गा लगिरहेको थिएँ कि पानी परेको नि त अघि त्यसरी भ्लगिङ खिच्न पाएन ढुङ्गा लगेको त झन् ढुङ्गामा त झन् चिप्लिने रहेछ होइन यसपालि चाहिँ मलाई लाग्छ धेरै लेसन चाहिँ भयो भ्लग बनाउन किन ढिलो भएको भने मैले ट्राई नगरेको भने ट्राई गरेको थिएँ तर मेरो अर्को स्यामसङको पुरानो मोबाइल छ कि त्यसमा त यस्तो हल्लेको आउने केही राम्रो नआउने हुँदा सो गाइज अब चाहिँ धेरै बाँकी छैन एकछिनमा हामी माथि पुगिहाल्छौँ फाइनल्ली अब चाहिँ नलडौँ होला यो मैले बनाएको हो गाइज कस्तो छ कमेन्ट गर्नु अब फेरि बिहान बज्छ गाइज मेरो भिडियो पनि आउँछ कि आउँछ छैन थाहा आएन फेरि अपलोड गाइज मलाई त काठमाडौँ जाँदा त हरि थके लाग्छ होला रुम पुगेपछि त्यसरी बिस्तारै गर्छ एक्सिलेटर बटाल्नु पर्ने रहेछ कि त्यसरी बटार्यो भने चाहिँ हुँदैन रहेछ यस्तो ग्राफमा चाहिँ चिप्लिनु होला है एक गियर नै चलाऊँ 2 गियर चलाएर फेरि मलाई पछाडि पनि छैन दाइहरूले खतरा चला हो तिमीले भने पनि मलाई विश्वासै लाग्दैन है 2 चोटि त पछाडि छ कि गाइस तर नपछाडि सिकिँदा पनि सिकिँदैन क्या म यति पछाडि छु नि त्यही पनि अझसम्म म टिकेको भनेकै हार नमानेर हो कि अस्ति दुःखमा ओहो देख्नु भयो नि यस्तो हुन्छ क्या अब Oh no! Guys. फेरि लडी हे गाइज फेरि लडी केही छैन रेकर्ड केही छैन राम्रै यतापट्टिको चाहिँ के भएन नि बाइक केही नि भएन ओहो बाइकले त खर्च निकाल्नु लाग्छ छ गाइज ल फेरि जानुपर्छ ओहो फेरि झन्डै लड्ने खुट्टै पुग्दैन क्या उडाइदिएँ फेरि मैले गाईहरू डङ्काउनु भयो होला नानी यति गरेर चलाइनु भन्नुभयो होला लडाइछु गाई ओहो झन्डै लडिन्छु ठाउँ चाहिँ दामी क्या गाई अब जति दुःख भए पनि ठाउँ हेरेपछि चाहिँ शीतल हुन्छ हेर्नु न दाइ कति छिटो माथि पुगिन्छ ल सबैजना हेर्दैछन् भाइ छ म पनि यहीँ रोक्छु आइपुगेँ फाइनली गयो फेरि खुट्टामा चाहिँ मैले निगाड लाएको छु मै मात्रै होला यतितिर लड्ने त अरू पनि लडिरहेछन् फेरि भनिदिनु नि त यो भ्लगमा गाइज म मात्र होइन है लडेको कति 2-3 जना दाइ त तलैबाट जानुभएछ घर मतलब अघि नै अफ रोड आउनु अगाडि मेरो ओहो ठाउँ त दामी रहेछ
मलाई चाहिँ माथि जाने कुरा छ, हात चाहिँ यस्तो भइसक्यो कि पहिल्यै एक्सपिरियन्स भएको यस्तो धेरै लड्दैन होला। पहिला कहिले अफरोड नआएको मान्छे यस्तो भिडियो अफरोड चाहिँ कहिले आएको छैन कि, त्यही भएर पनि हो। दिमाग नै ह्याङ भइसक्यो, अनै नगर चलाएपछि। लु हामी सब ओहो कति आनन्द ठाउँ त। We did it. ठाउँ चाहिँ वाइल्ड राम्रो के गाइज। ल यहाँ ब्लग यहाँ ड्रोन सट हुँदैछ, मन सुत्छु है त अब। लिएर नि त यसो चटा बोकेर फर्किन चाहिँ मलाई मनै छैन यार त्यो बाटो सम्झेर। जाँडा पनि बवाल ठाउँ आइपुगेछ। भेडाहरू त छैन त। भयो ल्यान्ड फेरि गर्नु अनि ल काउन्ट गर्नु एउटा 3 2 1 भन्न। राति हुन्छ नि त, त्यही भएर निस्किने टाइम चाहिँ भयो। अब चाहिँ फर्किनु पर्छ। यति दुःख आइन्छ होइन, तर यति छिटो फर्किनु पर्छ होइन। अनि कस्तो नरमाइलो लाग्छ कि फर्किँदाखेरि चाहिँ। तर जे भए पनि घर त पुग्नै पर्यो। सो अब चाहिँ हामी लागिन्छ, हामी त्यहाँ छ अब चाहिँ जानुपर्छ। अब झन् बाटो गाह्रो हुन्छ किनभने ओह्रालो छ नि त अफरोड। अब चाहिँ म यति नै यसमै इन्ड गर्छु यो भ्लग। प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक पनि गरिदिनु होला, प्लिज सपोर्ट गर्नु होला अनि सेयर पनि गरिदिनु होला है त। ल